तेरवे हुबा इल्टा हेलो म अस्ति हिजो भिडियो हालेको थिएन केही प्रब्लम भएको कारण सो आजदेखि कन्टिन्यू हुन्छ। हामी क्लास 3 मा के सिकेको थियौं पर्सनल प्रोनाउनको बारेमा। पर्सनल प्रोनाउनको बारेमा सिक्यौ। पर्सनल प्रोनाउनमा के लाग्छ भनेर जसरी म बताएको थिएँ के यहाँ मीनामा के लाग्छ, मीनामा यन लाग्छ, सीनामा के लाग्छ, टी लाग्छ, अनि ह्यान्डमा के हुन्छ भवेल रिपिट एक्सेप्ट भर्ब टाइप टू। अनि अर्को के थियो हाम्रो मेमा के लाग्छ एमएमए, तेमा के लाग्छ टीटीए, अनि हाम्रो हिमा के लाग्छ भात, भात त लाग्छ। यो सिकेको थियौ हामी। अब हामी के पढ्ने भर्बको बारेमा, किनभने भर्ब जान्नु लास्टै जरुरी छ। विदाउट भर्ब कुन भर्ब चिन्न आएन भने सेन्टेन्स हामी क्रिएट गर्न सक्दैनौं। सो फर्स्टमा हाम्रो कुन छ भर्ब टाइप 1। भर्ब टाइप 1 भर्बलाई के भन्छ भर्बित, भर्बित भन्छ पनि है। भर्बलाई के भन्छ भर्बित। भर्ब टाइप 1 मा के भन्छ इफ देयर आर टू भवेल्स, दुईटा भवेल एट लास्ट अफ भर्ब देन इट्स कल्ड भर्ब टाइप 1। इफ भर्बको पछाडी दुईटा भवेल छ भने त्यो के हो भर्ब टाइप 1। एक्जाम्पलमा के हेरौं पुहुवा, पुवा छ नि, पुहुवा भनेको टु स्पीक हो, एउटा लुक्या भनेको टु रिड हो। यहाँ पनि हो नि त पुहुवामा के छ युए, यो भवेल भने दुईटा। यहाँ लुक्यामा पनि के छ इ ए। जसरी भवेल लेटर छ नि, भवेल लेटर के हुन्छ हाम्रो भवेल लेटरमा ए ई आई ओ यू, अर्को वाई ए या ओ, यो फिनिश भवेल लेटर है। यहाँ छ पुहुवामा पनि दुईटा लास्टमा भवेल लेटर छ भने भर्ब टाइप 1 हो। यहाँ पनि लुक्यामा पनि दुईटा के छ भवेल लेटर छ लास्टमा, त्यो भर्ब टाइप 1 हो। अब पुहुवा यसलाई हुन्छ नि युजमा लाउँदाखेरि एउटा फर्मुला छ, भर्ताले भनेको फर्मुला है। भर्ब टाइप 1 मा पुहुवामा के गर्ने रिमुभ लास्ट भवेल, रिमुभ के भन्छ लास्ट भवेल हटाउने। यसलाई के गर्ने हटाइदिने, यसलाई हटाएर अनि के बाँच्यो पुहु, पुहु बाँच्यो। अब यसमा मिनामा कसरी बन्छ यो बनाऊ है। मुनामा के भन्छ मिनामा के लाग्छ सिधै एड के गर्दिने यन पुहुन। सिनामा के लाग्छ टी, त के भइहाल्छ पुहुत। अब ह्यान्डमा के थियो भवेल रिपिट, भवेल रिपिट थियो नि एक्सेप्ट भर्ब टाइप 2। यो त भर्ब टाइप 1 हो अनि यसमा के हुन्छ भवेल रिपिट हुन्छ अनि के हुन्छ पुहु। मेमा के लाग्छ पुहुमे एमएमई, तेमा के लाग्छ पुहु टीटीई, अनि हिमा के लाग्छ भात पुहु। अब यहाँ कुन भात लाग्छ यो वाला, किनभने यहाँ यो तीनटामा कुनै छैन, द्याट्स वाइ बिना बिन्दु वाला लाग्छ। अब हामी के पढ्ने भर्ब टाइप 2 हेरौं। भर्ब टाइप के भनेको छ भर्ब टाइप 2 मा इफ देयर इज डा या ड एट लास्ट अफ भर्ब देन इट्स कल्ड भर्ब टाइप 2। भर्बको लास्टमा के हुनु पर्यो यो डा हुनु पर्यो या यो डा हुनु पर्यो, देन त्यो के हो भर्ब टाइप 2 हो। त्यस्तै सोडा भनेको खानु हो, योडा भनेको पिउनु हो। अब यसको फर्मुला हेरौं। भर्तालुले के भन्छ है सोडा रिमुभ डा, के रिमुभ गर्ने डा, रिमुभ डा फ्रम द भर्ब, भर्बबाट के हटाइदिने डा हटाइदिने। अनि सोडाबाट के हट्यो डा हट्यो भने के बाँकी रह्यो स्यो, स्यो। अब यसलाई हामी लाउँछ पर्सनल प्रोनाउनमा
मिनाको के हुन्छ स्योन, सिनाको के हुन्छ स्योत। अब यहाँ के भनेको अब यहाँ बुझ्ने कुरा हो, हाम्रो ह्यान्डमा के भन्थ्यो भर्ब के भन्छ भर्ब टाइप रिपिट, भावेल रिपिट, सरी भर्ब टाइप भन्ने छु, भावेल रिपिट एक्सेप्ट भर्ब टाइप 2, यो भर्ब टाइप 2 हो अनि यसमा भावेल सल रिपिट के हुँदैन, जस्तोको त्यस्तो हाल्दिने स्यो। अनि मेमा के लाग्छ स्योमे, अनि त्योमा के लाग्छ स्योते, हिमा के हुन्छ स्यो भात। अब यहाँ डट वाला भयो नि, किनभने यहाँ ओ पनि के वाला छ, यहाँ के छ यो ओ के वाला छ, यो डट वाला हो छ, त्यही भएर यहाँ भात पनि डट वाला लाग्यो। भर्ब टाइप 1 भयो, भर्ब टाइप 2 भयो। अब हेर्ने भर्ब टाइप 3 4 5। अब यहाँ के भनेको छ हेरौँ त, भर्ब टाइप 3 मा इफ देयर इफ अ भर्ब हैज, भर्बमा के हुनु पर्यो एसटीए या एलएलए आरआरए एनएनए, के भर्बमा जब भर्ब को मा के हुन्छ एसटीए एलएलए आरआरए एनएनए, देन त्यसलाई के भन्छ भर्ब टाइप 3, त्यसलाई के भन्छ भर्ब टाइप 3। अब त्यसको एक्जाम्पल हेरौँ, के हुन्छ मिन्ना, मिन्ना मिन्ना मिन्स टु गो, टुल्ला टुल्ला मिन्स टु कम। मिन्नामा यहाँ एनएनए छ, टुल्लामा पनि एलएलए छ यहाँ। अब यसको भर्तालो हेर्ने, भर्तालोमा के भन्छ रिमुभ लास्ट 2 लेटर, लास्ट को 2टा लेटर के गर्ने रिमुभ गर्ने, अनि एड के छ बुझ्नु पर्ने, यहाँ के यो ध्यान दिनु पर्ने कुरा छ, एड के गर्ने ई, एड ई एड गर्ने। अनि के छ यहाँ हामी के लास्ट को 2टा लेटर रिमुभ, यो एउटा एन र ए हटाए, लास्ट को 2टा लेटर हटाए, अनि के हुन्छ मेन ए, ई जोड्नु भन्ने छ नि मेन ए भयो। जसरी अब यसलाई हामीलाई मिनाको लागि लेख्नु पर्यो भने के हुन्छ मिनामा मेनेन। अब सिनामा के हुन्छ मेनेत, अनि त्यसपछि सिनापति ह्यान्डमा के हुन्छ भावेल रिपिट मेनेन। त्यस्तै गरी गरी गर्नु है। अब धेरै त्यो पुरै गर्न थाल्छु भने भिडियो लङ हुन्छ, सो हेर्न पनि झाउ लाग्छ, द्याट्स वाइ अगाडि मैले सिकाइदिइसकेको छु, त्यस्तै गर्दै जानु। बुझ्नु भएन भने कमेन्टमा भन्नु यो पोर्सन बुझे छैन, म त्यसको भिडियो बनाएर फेरि हालिदिन्छु है। अर्को यहाँ भर्ब टाइप 4 हेर्ने, अब के हेर्ने भर्ब टाइप 4। इफ अ भर्ब हैज भावेल के हुनु पर्यो भावेल प्लस टीए, टीए हुनु पर्यो। भर्बमा के हुनु पर्यो भावेल प्लस टीए एक्सेप्ट, यसमा हेर्नु पर्ने ध्यान दिएर हेर्नु है, एक्सेप्ट आईटीए फेरि भएन हुँदैन, मात्र के हुनु पर्यो टीए या टीए, आईटीए भए हुँदैन, देन इट्स कॉल्ड भर्ब टाइप 4। एक्जाम्पलमा हेर्नु त पेलाता, पेलाता मिन्स टु प्ले, हालुता, हालुता मिन्स टु वाट, पेलाता, पेलातामा यहाँ ए भर्ब छ, लास्टमा यहाँ के छ टीए छ। हालुतामा पनि त यहाँ यु भनेको यु भर्ब हो, भर्ब भन्ने सरी भावेल हो, यु भनेको भावेल हो, यहाँ लास्टमा के छ टीए, यो भर्ब टाइप 4 भयो। अब यसको भर्तालो हेर्नु त पेलाता, पेलातामा के भन्नु छ रिमुभ लास्ट 2 लेटर, लास्ट को 2टा लेटर हटाउने, अनि एड के गर्ने ए एड ए एड गर्ने छ है। यहाँ के हुन्छ लास्ट को यो 2टा लेटर हट्यो, यो गयो, पेलाताबाट लास्ट को 2टा लेटर गयो भने के बाँच्यो पेल्ला बाँच्यो, अनि यसमा के एड गर्न भन्छ फेरि एउटा ए एड गरिदिनु पेला, पेला। अब यसको जसरी हामीले मिनाको गर्नु पर्यो भने के हुन्छ पेलान, सिना गर्नु भन्नु पेल आत, यस्तै गरी गरी गर्नु है। नबुझेर भने त कमेन्टमा भन्नु न, म फेरि भिडियो बनाएर हालिदिन्छु नि है। अब हाम्रो लास्ट कुन बाँकी रह्यो भर्ब टाइप 5, लास्ट भर्ब टाइप 5। भर्ब टाइप कसरी चिन्ने भर्ब टाइप 5 कसरी चिन्ने इफ अ भर्ब हैज, इफ अ भर्ब हैज आईटीए, यहाँ भन्यो त्यो नि एक्सेप्ट भर्ब टाइप 4 मा एक्सेप्ट आईटीए, त्यो कुरा यसको कारण किनभने आईटीए केमा युज हुन्छ भर्ब टाइप 5 मा।
then it's called verb type 5. अब example हेर्नु त तार भित्ता भनेको के हो to need, हैरित्ता भनेको to disturb. यहाँ छ नि ITA तार भित्तामा पनि ITA छ यहाँ, अर्को हैरित्तामा पनि ITA छ. यो verb type 5 हो. अब यसको भर्तालो हेरौँ त यो के भन्छ remove last two letter. यसमा पनि last two letter remove गर्ने हो अनि एड के गर्दिने TSE एड के गर्दिने TSE. हेर्नु त यहाँ ITA रिमुभ गरेको छ, तार भित्ताबाट ITA रिमुभ गरेर के एड गरिदिसकेको छौं TSE अनि के भयो तारबिस तेसे. जसरी अब यहाँ बुझ्नु पर्यो त हुन्छ नि समरी गर्दिम ल. भर्ब टाइप 1 मा के हुनु पर्यो, भर्ब टाइप 1 मा लास्ट मा गर्नु पर्यो भवेल हुनु पर्यो है. लास्ट मा के हुनु पर्यो दुईटा भवेल टु भवेल लेटर. अनि भर्ब टाइप 2 मा के हुनु पर्यो डा या डा हुनु पर्यो. अनि भर्ब टाइप 3 मा के हुनु पर्यो STA, अर्को LLA, RRA, NNA. अनि भर्ब टाइप 4 मा के हुनु पर्यो भवेल के हुन्छ भवेल प्लस के हुनु पर्यो टा. अनि भर्ब टाइप 5 मा के हुनु पर्यो भर्ब टाइप 5 मा के हुनु पर्यो ITA हुनु पर्यो. यति हो भर्ब को यति हो. अब हेर्नु नबुझेको कुरा रिपिट गरेर हेर्नु अनि रिपिट गरेर हेर्दा पनि बुझ्नु भएन भने कमेन्ट गर्नु, म फेरि त्यो पोर्सन को भिडियो बनाएर हाल्दिन्छु. र युट्युब मा हेर्नु भइराछ भने सब्स्क्राइब गर्नु च्यानल, मसँग कनेक्ट हुनु फिस सिक्नको लागि. फेसबुक पेजमा हेर्नु भइराछ भने फलो गर्नु, टिकटक मा पनि हेर्नु भइराछ भने फलो गर्नु. थ्यांक यू.